सुरक्षित माटो सुरक्षित जीवनको आधार। पृथ्वीमा रहेका साना ठुला चट्टानहरू विघटन भएर खिएर वा टुक्रिएर बनेको ससाना मसिना कणहरूमा जैविक पदार्थहरू मिसिएपछि बन्ने सम्मिश्रणलाई माटो भनिन्छ। आम रूपमा माटोमा 50 देखि 60% चट्टानी कणहरू, 1 देखि 5% जैविक पदार्थ र 35 देखि 40% जति हावापानी रहने सूक्ष्म छिद्रहरू हुन्छन्। कृषि उत्पादन हुने 1 सेन्टिमिटर माटो बन्न 300 वर्ष लाग्दछ। त्यसकारण लामो समय लागेर बनेको माटो खेर गयो वा बिग्रियो भने फेरि त्यस्तै माटो बन्न कयौं वर्ष लाग्ने भएकाले माटोलाई जोगाउनु जरुरी छ। कृषिको लागि उपयुक्त जमिनको माटोमा 3% जैविक कार्बन हुनुपर्दछ। जैविक कार्बनको मात्रा 3% भन्दा कम भयो भने उक्त जमिनमा कृषि उत्पादन हुनुपर्ने जति हुँदैन। राष्ट्रिय रूपमा हेर्दा नेपालको 60% भन्दा पनि बढी जमिनमा 3% भन्दा कम जैविक कार्बन पाइन्छ। नेपालको 12% जमिन त खेतीका लागि कामै नलाग्ने अवस्थामा पुगिसकेको छ। माटो हाम्रो जीवनको आधार हो। स्वास्थ्य माटोले मात्र स्वास्थ्य खाना र भविष्य दिन्छ। तर के हाम्रो माटो स्वास्थ्य छ त? माटो परीक्षण र प्राविधिक उपकरणले यसको पोषक तत्त्व, समस्या र अवस्थाबारे बुझ्न मद्दत गर्दछ। माटोमा रासायनिक मलको बढ्दो प्रयोग, खेतबारीमा आवश्यकताभन्दा कम र बढी मात्रामा पानीको सिँचाइ, कीटनाशक तथा झार मार्ने औषधिको बढ्दो प्रयोग, वातावरण परिवर्तन, एउटै प्रकारको खेती प्रणालीले गर्दा माटोको गुणस्तरमा ह्रास ल्याई माटोलाई बिगारिरहेको छ। बिग्रिसकेको माटोलाई कसरी पुनर्जीवित गर्न सकिन्छ भन्नेतर्फ पनि हाम्रो उत्तिकै ध्यान जान आवश्यक छ। सचेत ध्यान कर्ममा बदलिन्छ। त्यसैले माटोको संरक्षण कसरी गर्ने भनेर मनन गर्ने समय आइसकेको छ। माटो संरक्षण गर्न विभिन्न उपायहरू अपनाउन सकिन्छ। त्यसका लागि हामीले खनजोत नगरी वा एकदम कम मात्रामा खनजोत गरेर खेतीपाती गर्नाले पनि माटोको जैविक पदार्थ नाश हुनबाट बचाउन सकिन्छ। घुम्ती बाली अर्थात् क्रप रोटेसन विधिको प्रयोग गर्नाले माटोमा रहेका फरक फरक तत्त्वहरू बालीनाली प्रयोग हुने हुँदा यो समस्या कम हुन जान्छ। माटोमा जति धेरै जैविक पदार्थ हुन्छ त्यति नै माटोको जैविक तत्त्वहरू तथा पानी संरक्षणको भण्डार हुन्छ। जैविक पदार्थको प्रयोगले कृषियोग्य जमिनको खनजोत गर्न सहज बनाइदिनुका साथै माटोको बनावट बिग्रनबाट बचाउँछ। माटो सुरक्षित र स्वास्थ्य राखेमा मात्र हामीले हाम्रा सन्ततिहरूलाई हाम्रा पुर्खाले सुम्पेको नासो यथार्थ रूपमा हस्तान्तरण गर्न सक्छौँ। माटोको हेरचाह गरौँ। आजको प्रयासले भोलिको समृद्धि सुनिश्चित गर्दछ। माटो स्वास्थ्य राखौँ, पृथ्वीलाई हराभरा बनाऊ।